बेसी सहर हेर्दा कस्तो राम्रो देखिया भर्खरै पानी परेर शान्त मौसममा बेसी सहर प्लेन रेस्टुरेंट हेरी देखिन्छ क्या प्लेन देखा जाऊ देख्यो प्लेन देख्यो कत्रो बडा प्लेन त्यहाँभित्र होटल छ त्यहाँभित्र बसेर खाने हो अहिले त त्यहाँ जान मिल्दैन यो बेसी सहर हो बाबु बेसी सहर हेर ऊ बेसी सहर हेऱ्यौ कहाँ प्लेनमा चढ्ने त्यो त रेस्टुरेन्ट हो क्या होटल त्यहाँभित्र गएर चाउमिन खाने त्यहाँभित्र मोमो नै खान्छन् त्यहाँमा स्कुटीले चाहिँ अफरोड थाहा पाउँछ तर पिच रोड आएपछि हामीले भेट्टाउन सकिँदैन उहाँको स्पिड धेरै कडा छ न त उहाँ अर्का हात्तीको राइडर हो अर्का हात्तीको राइडर त अलि सकिँदैन कुनै हाल्न त नै सकिन्न अब स्टार्ट नगरी उपाय पनि छैन अर्का हात्तीको राइडर बिन्दु खनाल अगाडि हुनुहुन्छ उहाँलाई बोकेर हिँडिरहनु भएको छ यस्तो ठुलो छ क्या सिट ठुलो भइसक्यो सिटदेखि नै त्यस्तै हो मैले यस्तो त्यो त यस्तोहरू छ अब हेर है त यताडि गइस् तेरो बाटो कुन हो देब्रे साइड हो भने त एकैचोटि दाहिने साइडमा जानुहुन्न नि त देब्रे साइडबाट गइरहेको नि होइन देब्रे साइडबाटै गइरहने हो कि अब मेरो जुन साइड थियो नि म त्यही साइडबाट आएको क्या अर्का साइडबाट आएकै छैन त्यसरी जाँदाखेरि अब यहीँबाट यहीँ काट्नु पऱ्यो नि अब यसरी हल्का तरिकाले काट्न छोइदिनु मात्रै यस्तो त्यो बेलामा खासै ब्रेक पनि एप्लाई नगर्ने होइन हल्का क्लच दिने त्यो हो त हेलो केटाकेटीहरू के गर्दै हो लमजुङ डुम्रे हाइवेमा आइरहेको